तपाईले कहिले यस्तो सोच्नु भएको छ? किन मत्ती 1 जस्तो अध्याय नामहरूको सूचीबाट सुरु हुन्छ? के परमेश्वरको काम केवल चमत्कारमा मात्र देखिन्छ कि इतिहास र पुस्ताहरूमा पनि? आज हामी हेर्नेछौँ परमेश्वरको योजना, प्रतिज्ञा र उद्धारको गहिरो सत्य। क्रिस्चियन अभिवादन। जय मसीह। परमेश्वरको वचन मत्ती 1 बाट। मत्ती 1 हेर्दा सुरुमा लाग्न सक्छ यो त केवल नामहरूको सूची हो, तर वास्तवमा यो परमेश्वरको महान योजनाको नक्सा हो। यो वंशावलीले अब्राहमदेखि दाउद हुँदै येशूसम्मको यात्रा देखाउँछ। यसले प्रमाण दिन्छ कि येशू कुनै संयोग होइन, उहाँ प्रतिज्ञा पूरा हुनुहुन्छ। एक परमेश्वरको योजना पुस्तौदेखि चलिरहेको हुन्छ। परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिम्रो सन्तानबाट सबै जाति आशीषित हुनेछन्। यो प्रतिज्ञा तुरुन्त पूरा भएन, सयौं वर्ष लाग्यो, तर अन्ततमा येशूमा त्यो प्रतिज्ञा पूरा भयो। सन्देश। हाम्रो जीवनमा पनि ढिला जस्तो लाग्न सक्छ, तर परमेश्वर कहिल्यै ढिला हुनुहुन्न। 2 परमेश्वर अपूर्ण मानिसहरूलाई पनि प्रयोग गर्नुहुन्छ। यो वंशावलीमा हामी पापी, कमजोर र गल्ती गर्ने मानिसहरू देख्छौं। तर के भयो? परमेश्वरले तिनै मानिसहरूलाई प्रयोग गरेर आफ्नो योजना पूरा गर्नुभयो। सन्देश। तपाई परिपूर्ण हुनु पर्दैन, उपयोगी हुनुपर्छ। परमेश्वरले तपाईलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। 3 परमेश्वरको काम असामान्य तरिकाले हुन्छ। मरियम कुमारी थिइन्, तर उनी गर्भवती भइन्। यो सामान्य होइन। युसुफ डराए, अलमलमा परे, तर स्वर्गदूतले भने यो पवित्र आत्माबाट हो। सन्देश। जब परमेश्वर काम गर्नुहुन्छ, त्यो हाम्रो बुझाइभन्दा बाहिर हुन सक्छ। 4 आज्ञाकारिता आशिषको ढोका हो। युसुफले सजिलो बाटो रोजेनन्। उनी चुपचाप मरियमलाई छोड्न सक्थे, तर उनले परमेश्वरको कुरा माने। उनले विश्वास गरे, उनले आज्ञा पालन गरे। सन्देश। परमेश्वरको योजना पूरा हुन हाम्रो आज्ञाकारिता जरुरी हुन्छ। 5 येशू हाम्रो उद्धारकर्ता। स्वर्गदूतले भने, उहाँको नाम येशू राख, किनकि उहाँले मानिसहरूलाई पापबाट बचाउनु हुनेछ। येशू केवल शिक्षक होइनन्, उहाँ उद्धारकर्ता हुनुहुन्छ। सन्देश। हाम्रो सबैभन्दा ठूलो आवश्यकता उद्धार हो, र त्यो केवल येशूमै छ। निष्कर्ष। मत्ती 1 ले हामीलाई सम्झाउँछ, परमेश्वरको योजना कहिल्यै असफल हुँदैन। उहाँ समयमै काम गर्नुहुन्छ। उहाँ कमजोर मानिसहरूलाई पनि प्रयोग गर्नुहुन्छ, र अन्ततः येशू मार्फत उद्धार दिनुहुन्छ। अन्त्यमा, यदि यो सन्देशले तपाईको हृदय छोयो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर एमेन र जय मसीह लेख्नुहोस्, शेयर गरेर अरूसम्म पुर्याउनुहोस्, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जय मसीह।